हेलो गाइज, गुड मर्निङ, नमस्ते। हामी चाहिँ अब दिदी घरबाट अम्लेसगञ्जबाट पत्लाया गाडी चढेर आइपुगेको छौँ। अब हामी पत्लायाबाट चाहिँ ठ्याक्कै अब जनकपुर जाँदैछौँ घुम्नको लागि आमालाई लिएर। आमा कस्तो लागिरहेछ? रमाइलो छ। रमाइलो। यो पत्लाया हो, पत्लाया यो पत्लाया हो, पत्लायाको बजार एकदम रमाइलो छ यहाँ। हामी चाहिँ खुसी लागेको छ अरे आमालाई लिएर हिँड्दा धेरै खुसी लागेको छ। हो, थ्याङ्क यू आमा। कहाँको हो गाडी? जनकपुर। जनकपुर हिँडिहाल्ने हो? जनकपुर। हामी अब जनकपुरको गाडी चढिराखेको छौँ। ल हिँड्नु। हजुर हजुर, टिकट काट्न पर्छ अरे। हिँडिहाल्ने हो गाडी? कति हो नि? अब चाहिँ हामी गाडीमा चढेर हिँड्दैछौँ। ठ्याक्कै जनकपुर जाँदैछौँ। जनकपुरको भ्युज देख्नुला। अब जनकपुर एकचोटि पनि गएन। हजुर जानुभएको छ? गएन? कस्तो लागिरहेछ जनकपुर जान लाग्दा? खुसी? अलि मन खुलेर भन्नुहोस् न। पत्लायाबाट अब हामी जनकपुर जाँदैछौँ। त्यसपछि जनकपुरको दृश्य देखाउँछौँ हामी हजुरहरूलाई। कति घन्टा लाग्छ दाइ यहाँबाट? कति घन्टा? 4 घन्टा हो र? पत्लायाबाट पूर्व जनकपुर। हाम्रो निजगढ पनि आइपुग्यो। हामी चाहिँ निजगढ हुँदै अब उता जनकपुर जाँदैछौँ। आमा हाम्रो निजगढ माइती लम। अहिले भरे यहीँबाट जानुपर्छ होइन? घर उता जानुपर्छ। अहिले चाहिँ हामी चाहिँ जनकपुर जाँदैछौँ है। जनकपुर निजगढ। निजगढ भनेको यही हो। अहिले हामी यहाँ झरेर भित्र जान्छौँ। ओहो, निजगढ 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 भन्दैछ सबैले। हामी यहाँ चाहिँ निजगढमा रोकिरहेको छ गाडी। र मजाले बस्नु भयो, रिजर्भ गरेर होइन? एक्लै हुनुहुन्छ? आमा र आमा चाहिँ हामी यहाँ बसेका छौँ। अब सब पुरै गाडी खाली छ यहाँ अहिले। कस्तो लागिरहेछ? राम्रो छ, राम्रो लागिरहेको हो। बसमा अस्ति त उताबाट आउँदाखेरि बसमा यति उल्टी गर्नुभयो, यति उल्टी गर्नुभयो। अहिले चाहिँ आनन्द दबाई, पहिला नै दबाई 1 घन्टा अगाडि दबाई खुवाइदिएछु होइन आमालाई। उल्टी गर्नुभएको छैन? आएको छैन? कुनै रिङ्गटे सिङ्गटो लागेको छैन? छैन? ढुक्क हुनुहुन्छ नि? हो, ल ल गुड। ल हामीले चाहिँ निजगढमा आइपुगेर अब निजगढ हुँदै जाँदैछ। हामी चाहिँ अटोमा चढेर जाँदैछौँ र मन्दिर जाँदैछौँ। जानकी मन्दिर। अटोमा चढ्दा कस्तो फिल भइरहेछ आमा? होइन होइन, पिर भनेको होइन। पिर भन्नाले कतिको रमाइलो भइरहेछ यहाँ अटोमा। आमा अटोमा चढ्दा, अटोमा चढ्नु भएको थियो कि न? हेलो सुब्बा सर। धुलो धेरै उठ्छ यतातिर होइन? मास्क लिएर आउनु पर्थ्यो। मास्क चाहिँ यता पऱ्यो। शौचालय त यहाँ रहेछ। हामी चाहिँ जनकपुर नरमाइलो कुरा हुन्छ? जनकपुर रमाइलो भइहाल्छ नि। बजार सारा अटो सटो रमाइलो। समाइदिउँ त। 5 मिनट भनेर
गएर त्यो मान्छेले घर आउँदा यति टाइम लाग्दो रहेछ अटोमा चढ्नै अटोमा चढ्नुको मजै छुट्यो हुन्छ नि दृश्य हेर्न पाइन्छ हावा आउँछ आमालाई बमिट आउँदैन आमालाई त लास्टै बमिट आउँछ फेरि आज त आएको छैन पुरा हावा आइरहेछ नि खुल्लामा हिँडिरहेछ नि त त्यही भएर बमिट समिट केही पनि आएको छैन ल जनकपुर पनि आयो ल जनकपुरमा आयो गणेशको देश ल हिँड्नुहोस् भित्र ल ढोक्न पर्यो जनकपुर कसरी छ ओहो आहा धेरै देखेछ केही नलाओस् मेरो आमालाई जनकपुर राम सीता मन्दिर हाम्रो आमाले भजन गाउँदै हुनुहुन्छ लामो भयो ल जाउँ हिँड्नु अब बोकेर हिँड्नु आमा हिँड्नु होइन त्यही दर्शन गर्दै हिँड्नु के त्यही त नि दर्शन गर्दै हिँड्नु भने हिँड्नु अगाडि हिँड्नु हामी फोटो खिच्न लाग्दैछौँ ल हिँड्नु झोला पनि कति बोक्नु हो ल हाम्रो आमाको इच्छा थियो आज इच्छा पनि बुहारीले पुरा गरिदिन् यहाँ जनकपुर आउनलाई धेरै इच्छा थियो पहिल्यैदेखिको होइन सपना थियो बिचरा आउनु पाउनु भएको थिएन अलि बेसरी बोल्नु आशीर्वाद लागु छोरा तेरिका पुरा भयो मलाई कति वर्ष भइसक्यो मलाई साह्रै मलाई के अरे यो नाम के अरे जानकी मन्दिर जनकपुर मलाई धेरै इच्छा लागिरहेको थियो इच्छा पुरा भयो कान्छी बुहारीको होस् नि पुरा होस् ल हाम्रो पो अब फर्क्यौँ हामी जनकपुरबाट आमा ठिक छ नि बाई बाई जनकपुर भन्नु न बाई बाई राम सीता
म आएँ खुसी भएँ भन्नु। हामीले यहाँ खाजा खाँदैछौँ भोक लागेर। अब भेज चाउमिन खाँदै हुनुहुन्छ मेरी आमाले। मिठो छ आमा? यहाँ हामी पनि भेज चाउमिन खाँदैछौँ। यहाँ अब भेजै भेजै हो सबै। के खानु लाग्दै हुनुहुन्छ आमा? आइसक्रिम खाँदै हुनुहुन्छ आमाले चाहिँ गर्नु गएर। उहाँ चाहिँ पछाडिबाट यसो ठुलो हेरिरहनु भएको छ। आमाले आइसक्रिम खाएको, हामीले चटपटी खाएको। कस्तो पिरो भन्छ एकदम। मलाई चाहिँ एकदम चटपटी मनपर्ने होइन, मलाई पनि। अहिलेसम्म पनि आएन चपुर आएन। एकदम प्याक छ। टूट गया टंकी अंदर घुस गई। अरे आजकल की लड़कियां कितनी मतलब ही हो गई। लड़कियों को जगाव खाती है और डॉक्टर सबको को रेस्टोरेंट में करते हैं। काम डाला पुरै चाटी त्यो भित्रको केही नराख्ने भयो। आमाले आइसक्रिमको बट्टा नि चाटी केही नराख्ने भयो। हात चाटे जस्तो हुन्छ नि गाउँघरमा पुरा त्यो भात खाँदा पुरा चाटी खान्छ नि। त्यसो गरेर खाँदै सिधेको उहिले हो। के छ अरे आमा? मिठो छ हो र? अहिले भन्यो भए त 2 बट्टा किनिदिन्थ्यो नि। अब भोलि खाने ल? उइहाल्यो। आइसक्रिम टन्न खुवाएर पठाइदिने हो आमालाई। अब भोलि पोखरा गएर